प्रचण्ड कमरेड, तपाईँ जस्तो 3 पटक देश चलाइसकेका मान्छेले राजालाई बोल्ने शब्द केपी त बौला भयो ल निसन्तान भएर कसैले सम्हाल्ने मान्छे पनि छैन। न माथितिर आमा बाउले गाली गरिन्छन्, न बच्चाहरूले चाहिँ सम्झाउने मान्छे कोही छैन। अल्लाहरे भट्यो। प्रचण्ड भनेको एउटा परिवारमा हुमेको मान्छे र सबैले कमान्डर भनेर मानेको मान्छे आज राजासँग बोल्ने शब्द यदि नेपाल प्रहरीले दमन गर्छ भने अब यो गणतन्त्र रहँदैन। अहिले सरकारभित्र बसेका कर्मचारीदेखि नेताहरूको एकलाई फाँसी दिने बेला भइसक्यो। उहाँहरूलाई जेल हालेर मात्रै नपुग्ने अवस्था छ। देशै राष्ट्रै बेच्ने राष्ट्रघाटीलाई विश्वको कुरा गरेर हुन्छ। तपाईँले राजालाई हिजो हजुर जुजु हामीलाई प्रधानमन्त्री बनाइदिनुहोस्, हामीलाई मन्त्री बनाइदिनुहोस् जुजु भनेर खुट्टा टोक्ने राक्षसहरू अबको दिनमा यदि तपाईँहरूले जनताको नासो जनतालाई जसरी सुपा सरकारले दिनुभयो त्यसरी दिने या जनतालाई सुम्काउने होइन भने यो अब रोडको एकतिर घामले तातेको अलकत्ता, दोस्रो नेपाली जनताले टेकेको अलकत्ताको पाइतालाको अलकत्ता चाहिँ तपाईँहरूको घरमा आउँदैछ। सचिनुहोस्। दुर्गा पर्साई एउटादेखि डरायो त, अब त नेपाली जनता आइसक्यो। हिजो दुर्गा पर्साईका मान्छे भन्थे, दुर्गा पर्साईले ल्याएको भन्थे, हो दुर्गा पर्साईको अनुहार हेरेर आएको, दुर्गा पर्साईको शब्द बोली उसको आँटलाई आएको। सुपा सरकारले ल सुरु गर एकै शब्द मात्रै, ल बाहिर आएर 15 मिनट मात्रै उभिनु। यो नेताहरू रहन्छन्। यिनीहरू 5 जनाले 12 वर्ष लगाएको त्यो 5 लाख मान्छेले 1 घण्टामा तोडिन्। यो अहिले सकेसम्म हिंसामा नजानको लागि हो। यिनले बोले जति भाषा सुपा सरकारले 5 मिनट मात्रै वक्तव्य निकाल्नुहोस् या 5 मिनट निर्मल निवासबाट निकालेर यिनीहरूलाई सिध्याउ यिनीहरूकै भाषा एउटा बोल्यो भने यिनीहरूको साइड अब के हुन्छ, कहाँ भाग्ने, कहाँ लुक्ने कसले पनि सुरक्षा दिन सक्दैन साथी। यदि हिम्मत भएका प्रचण्ड हो भने, यदि हिम्मत भएका केपी ओली हो भने अहिले सर्वसाधारण जसरी रोडमा आएको छ यिनीहरूले सुरक्षाकर्मी छोडेर सडकमा आउन, सडकमा आएर बोल्न सक्नु पर्यो कि हलभित्र होइन। हामी रोडमा बोलिरहेका छौँ, हामी कोठाभित्र बोलिरहेका छौँ, हामी होटेलमा बोलिरहेका छौँ, हामी रेस्टुरेन्टमा बोलिरहेका। उहाँहरूको जुन बोल्ने मान्छे को बाँकी भन्दा उहाँहरू यो गणतन्त्रबाट गनाएर पतन भइसकेको अवस्था अब वा गणतन्त्रको मलामी जानु मात्रै बाँकी छ। अनि तपाईँहरू पनि त 0-0 हुँदै आउनु कसरी 0 भयो? प्रधानमन्त्रीलाई हेलिकप्टर खोज्नु रेडी गर्नु भाग्नको निम्ति अवसर दिन्छौ भन्ने राजा समर्थकहरू, आन्दोलनका नेतृत्वकर्ताहरू, यस्तो पनि आन्दोलन हुन्छ र? आन्दोलन होइन साथी, यसलाई आन्दोलन भन्दैन कि साथी। तपाईँहरूले यो आन्दोलन होइन, राष्ट्रवादी नेपाली जनताले देशमा भ्रष्ट नेताहरू जन्मे ज्यानमाराहरूलाई लखाट्नुको लागि यो हिंसा गरेर भ्रष्टाचार गरेका, जुन बलात्कार मुद्दाका अनेक काण्ड गरेकाहरूलाई लखाट्नुको लागि हिंसा बिनको प्रदर्शन नेपाली जनताले तिमीहरू जस्तो नेता चाहिँदैन, तिमीहरू जस्तो नेता नबस, सरकार चलाउनु सक्षम नेपाली जनता तपाईँ हामीले जस्तो चलाउँ, तपाईँहरू वृद्ध भए, आँखा नदेख्ने भए, मुटु नचल्ने भए, दिमाग नचल्ने भए, जनताले सचेत रूपमा उहाँहरूलाई हटाउनु मात्रै खोजेको। तपाईँ पत्रकार मित्रले भने जस्तै हिंसा गर्ने हो भने बारम्बार भन्ने गरेका छौँ। यो शान्तिपूर्णमा कुनै पनि अहिले मिडियामा बोले जस्तै जुन उहाँहरूले मिडियामा वक्तव्य दिनुभयो प्रचण्ड कमरेडले, नारायण सुरक्षाकर्मी फर्काउने, त्यहीबाट जान्दैछु। जस्तो अब विश्वको इतिहासमा देखाइदिनुहोस् न त यतिको सबै भाषण गरेर व्यवस्था चेन्ज गरेको कहाँ छ यस्तो नजिर? यो सुन्नुहोस्, नेपालमा विश्व जस्तो नहेर्नु होला तपाईँले। विश्वमा हरेक चिजमा फाँसी दिने चलन छ। यदि विश्वकै कुरा गर्ने हो भने अहिले सरकारभित्र बसेका कर्मचारीदेखि नेताहरूको एकलाई फाँसी दिने बेला भइसक्यो। उहाँहरूलाई जेल हालेर मात्रै नपुग्ने अवस्था छ। देशै राष्ट्रै बेच्ने राष्ट्रघाटीलाई विश्वको कुरा गरेर हुन्छ। तपाईँले विश्वले त भनिसक्यो त, नेपालका केही व्यक्तिहरू नेपाली जनताको अनुहार अनुहार देखाएर नेपालको विकासको नक्सा कोरेर देखाएर सिमाना बेच्ने दलालहरू त्यतिले नपुगेर नेपाली जनताको अनुहार देखाएर चन्दा सहयोग लिएर व्यक्तिगत रूपमा अमेरिकाबाट लिएर पाकिस्तानमा राख्ने, पाकिस्तानबाट सहयोग लिएर दुबईमा राख्ने अवस्था बनाएको हुनाले देश विदेशलेसम्म भ्रष्टाचार भनेका नेताहरूको
अब यिनीहरूलाई तपाईँको अन्तर्राष्ट्रको कुरा गर्ने हो नि, उहाँ अन्तर्राष्ट्रमा जस्तो नेतृत्व गर्ने मान्छे हो त? अन्तर्राष्ट्रमा कि हिंसाबाट आउँछ नेतृत्व? हिंसामा हुन्छ, तर नेपाली जनतालाई यहाँ जस्तो मारेको त छैन। यहाँ त भिडन्त के को हुन्छ? नेपाल प्रहरी र नेपाली जनताको, राष्ट्रवादी र राष्ट्रवादीकै झगडा गराइरहेको छ। अलिक डराउनु भयो हो कि एमालेको तरबार नचाहिदेखि त्यो बन्दुक सो गराएदेखि? होइन, अब नभए त अलिकति त्यो तरबार भएन भन्ने कुरा म अहिले हामी लखाटे हो कि उहाँहरू लखेटियो भन्ने कुरा त प्रष्ट रूपमा छ नि, छैन? तपाईँ त्यो बेला त्यहाँ पुग्नु भयो कि भएन? पुगेको छ भने त्यो ठाउँ हेर्नु। उहाँहरूले सक्कली तरवाल भनेर नक्कली देखाएर केही तरवारहरू साइड सक्कली पनि देखाएको होला। यदि तरवार बोकेकै मान्छेलाई वीर हस्पिटल अगाडि 50 जना राष्ट्रवादीले विवाद गर्न खोज्दाखेरि यिनीहरू भाग्यो हो किन? बिना हतियारकोसँग भागिसक्यो। तपाईँले राष्ट्रवादी भाग्यो भनिरहेको छ। राजावादीलाई च्यालेन्ज दिन त्यो बन्नुक हिम्मत छ भने खुल्लम खुल्ला लिएर आउन यार। यिनीहरूकै कार्यकर्ताको बिचमा पर्काउने होइन कि साथी, कार्यकर्ताको बिचमा नाटक गर्ने होइन। त्यो गरेको के भने वरिपरि बसेका उहाँहरूले जागिर दिएका, उहाँहरूले केही काम रोजगार दिएका मान्छेहरूलाई तिमीहरू दायाँ बायाँ भयो भने हामी बन्नु खानिदिन्छ भनेर उहाँहरूलाई टर्साएको। राष्ट्रवादीसँग केमा भेट्ने? ल केमा भेट्ने? वैचारिक रूपमा भेट्ने, साङ्गठिक रूपमा भेट्ने, सञ्चार माध्यममा भिड्ने, या नेपाली जनताको बिचमा राष्ट्रवादीको 5 जना म सहित म आफै, ल त्यो 5 जनाको नेताको बिचमा म एक्लै काफी छु, च्यालेन्ज ल उहाँहरूको। किन भन्दाखेरि उहाँहरूको दिमागले नै काम गर्दैन। उहाँहरूले सञ्चार माध्यम हेर्दाखेरि उहाँहरू छटपट लागिरहेको छ। उहाँहरू त्यो तरवाल किन देखाएको? तपाईहरु आन्दोलन भन्नुहुन्छ हैन? हामी आन्दोलन भनिरहेका छैनौँ। हामीले आन्दोलन भनिरहेका छैनौँ। केही व्यक्तिले भनेको होला, केही व्यक्तिले उहाँहरूले आन्दोलन र जनप्रदर्शन भनेकै थाहा छैन। नेतृत्वहरूले हो नि अहिले जुन कमल थापा, राजेन्द्र लिङ्गदेन, केशरबहादुर बिष्ट, नवराज सुवेदी सबैले आन्दोलन भनिरहेका छन्। उहाँको पार्टीको नेतृत्व भयो कि साथी, उहाँहरूको पार्टीको नेतृत्व। उहाँको कार्यकर्ताले चाहिँ के भन्नुहुन्छ हामी जान्दैनौँ। राष्ट्रवादी किन गइरहेको छ भने संयुक्त रूपमा कार्यक्रम गरौँ भनेर राष्ट्रवादीहरू रोडमा उभिएका छन्। यिनको पनि यो जुन सङ्घर्ष समितिमा पनि हामीले खुट रूपमा देखेका छौँ। के भयो भन्दाखेरि हामीले 72 वर्षको बुढो हुँदैन भनिरहेका छौँ। यतापट्टि सङ्घर्ष समिति जुन एउटै व्यक्ति एउटै पार्टीका 5 जना बसेर हिजो एउटै पार्टीमा थिए, राज संस्था रहँदा राज संस्थालाई बचाउन नसकेका, यो त्यति जानेको मान्छे थियो भने, दिमाग भएको मान्छे भइदिएको भए गणतन्त्र ल्याउन खोज्दाखेरि यो अहिलेको सामन्तीले जस्तो एउटा कब्जा गरिदिएको भए। तर त्यहाँनिर हाम्रो श्रीपाद सरकार ज्ञानेन्द्रले हिंसा नगरौँ भनेर मात्रै छोडिदियो। त्यो सङ्घर्ष समिति र राष्ट्रवादीको आन्दोलन अलिकति भिन्नता छ, यो कुरा बुझ्नु होला। यो कुरा किन प्रष्ट रूपमा तपाईँहरूले बुझ्नुपर्छ सञ्चार माध्यमले। यो भनेको कमल थापा हिजो कुन पार्टीका थिए, लिङ्गदेन कुन पार्टीका थिए, सुवेदी कुन पार्टीका थिए, बिष्ट कुन पार्टीका थिए? सबै राजाको पैसा खाने विरोध गर्ने थिए नि, स्वाभाविकै भनिदिनुहोस् न। त्यो पैसा खाने हामीले नदेखेको कुरा नगरौँ। हामीले प्रमाण बिना बोल्नुहुन्न। स्वयं कमल थापाहरूले आफै बोलेका सुन्नुहोस्, भिडियोमै त्यो कसले के बोल्यो भन्ने कुरा छोडिदिनुहोस्। आफूले आँखाले नदेखेका कुरा आरोप लाउनु गाह्रो छ। अहिलेको नेताहरूलाई आरोप लाउन सजिलो छ। किन? सञ्चार माध्यमले मात्रै होइन, अदालत, न्यायालय, प्रशासन, अन्तर्राष्ट्रियले भ्रष्टाचार गरेको हो भनेर त प्रमाण गरियो नि। कमल थापा, केशरबहादुर बिष्ट कसले गर्यो त्यो आफ्नो ठाउँमा रह्यो, त्यहाँ हामीलाई टाउको दुखाइ। तर पनि हिजो कमल थापा, केशरबहादुर बिष्ट, लिङ्गदेनहरू एकै ठाउँमा थिए, सुवेदी। यिनीहरू भागबन्डामा नमिलेर पार्टी परित्याग गरेर आफ्नो आफ्नो पार्टी खोल्ने। अहिले के भयो भन्दाखेरि
हामी 4-5 जनाको कारणले यता गणतन्त्रवादी 4-5 जनाको कारणले यता राष्ट्रवादी नबनाउँदै राजावादी बनाउँदाहरूले को कारणले देशमा सङ्कट आएको हो। अहिले अवस्था के छ भने राजावादी बनाउँदाहरू हिजो राजाको नाम के गर्यो थाहा भएन, राजाको टाउको देखाएर अनुहार देखाएर बाहिर के गर्यो भगवान् जानु। अहिलेको अवस्था भनेको नेपाली जनताले दल पार्टी हेरेको होइन, कमल थापा हेरेको होइन, कमल थापा हेरेको होइन, लिङ्गदेल हेरेको होइन। यो भूमिलाई माया गरेर नेपाली जनताले नेपाल नरहने भयो, नेपाली भूमि नरहने भयो, नेपाली आमाहरू सबै रुए। हामी जस्तो योद्धाहरूले यो देश जोगाउनु पर्छ भनेर राष्ट्रवादीले जनप्रदर्शन भनिरहेको छ। अब यिनले आन्दोलन भनेको भए यिनले जानन्। तर यो प्रदर्शन त अब वालाङचुकलै पुग्ने जस्तो देखियो होइन। तपाईँको हिसाबमा यतापट्टि देखिने होला। यहाँनिर अबको यसको जिम्मेवारी भने आवश्यक परे होइन कि नेवार समुदायले नेतृत्व गर्नुको लागि अब तयार भएको छु हामी। किन भन्दाखेरि 2007 सालदेखि हरेकलाई मन्त्री प्रधानमन्त्री बनाइयो। जब 2046 सालमा एउटा मात्र नेवार समुदायका छोरा मधेसमान सिंह प्रधानमन्त्री हुँदाको यो अवस्था हेर देशको अहिलेको अवस्था हेर्नु। अब नेवार समुदायले नि कुनै हालतमा राजा बनाएर प्रधानमन्त्रीदेखि लिएर आवश्यक परे नेवार समुदाय पनि राजा बन्नुको लागि तयार हुनुहुन्छ। अब तयार हुनुपर्ने भयो। समुदाय किन जागेन? जाग्छ। यत्रो यहाँ पपुलेसन यहाँ सुन्नुहोस्, जुन नेपालको जुनसुकै विद्रोह यो रिभोल्युसन ल्याउन नेवार समुदाय मैले त्यहीँनिर जाँदैछु। अहिले किन जागेनन्? त्यहीँनिर जाँदैछु म। नेवार समुदायले पर्ख हेर पर्ख किन भयो भन्दा हिजो 2062-63 सालमा 2046 सालमा त्योभन्दा अगाडिको म बोल्दैन। जबसम्म कोट एरियाभित्र नेवार समुदायले आन्दोलन गर्दैनन् तबसम्म यो व्यवस्था परिवर्तन हुँदैन। यो कुरा टुक्क। तर अहिलेका केही साथीहरू, केही अहिले राजावादीबाट राष्ट्रवादी भएका साथीहरूले के महसुस गर्यो भने अब हामी राजावादी भनेर हिँड्ने हो भने अब राजाकै नाम बेच्ने हो भने हामीलाई पनि खोरमा राख्ने बेला भयो। अब एकचोटि संयुक्त रूपमा कार्यक्रम गरौँ, त्यसपछि नेवारहरूलाई केही जिम्मेवारी दिउँ। होइन अब हामीले सक्दैन भन्ने कुरा उहाँहरूले महसुस गर्नु। तपाईँहरूलाई त प्रचण्ड ओलीले भनिरहेका छन् के को राष्ट्रवादी रैतीहरू सुन्नु भएको छैन? अब राजालाई जेल हाल्ने, सुरक्षाकर्मी फिर्ता ल्याउने, नजरबन्द राख्ने, अझ रैतीहरू बढी भयो भने उनीहरूलाई पनि कराया पार्ने। प्रचण्ड तपाईँहरू रैती हो? सुन्नुहोस्, प्रचण्ड को? प्रचण्ड कहाँबाट आएका को? त्यो मान्छे मानसिक रूपमा ठिक नभएका, बेलुका भयो भने एक फुल रक्सी नभइकन बाँच्न नसकेका, राति सुत्ने बेलामा पनि चारतिर गन तेर्साएर सुत्नु परेका मान्छेहरूले बोलेका भाषालाई के तपाईँहरूले त्यसलाई इस्यु बनाउनु पर्ने छ र? देशको पूर्व प्रधानमन्त्री प्रतिपक्ष दलको कसको लागि? प्रचण्ड कसको लागि? कसको प्रधानमन्त्री? पूर्व प्रधानमन्त्री होइन? कसले बनाएको? कसले बनाएको? भइसकेको कसले बनाएको? बनाएको कसले? बनाएको कसले? नेपाली जनताले बनाएको हो। नेपाली जनताको प्रधानमन्त्री हो। गणतन्त्रको कानुन अनुसार हिम्मत छ भने जनमत सङ्ग्रह गरेर देखाइदिउँ न ल। अहिले यिनीहरूले जसरी नेपाली जनतालाई फुलफुलाइमा पारेर संसद भएका छन् प्रधानमन्त्री, आजकै दिनबाट घोषणा गरौँ ल। आजकै दिनमा यो दलहरू एकतिर बढौँ। ठुलो च्यालेन्ज दिए प्रचण्डले। यहाँ सुन्नुहोस्, त्यस्ता च्यालेन्ज भनेको राजासँगै जेल जान तयार हो तपाईँहरू? अब उहाँहरू जेलमा छैन भन्ने म प्रश्न भनिदिन्छु है। उहाँहरूको अहिले सुरक्षाकर्मीले उदाहरणको लागि हाम्रो मनोज सापकोटालाई यहाँबाट 5 जना साथीहरूले लग्यो, ठिक हो? 5 जना आयो लग्यो, उसलाई चाहिँ जेल हालेको अरे। हिरासत भन्नु नजान्ने मान्छेहरूले जेल हालेको अरे शब्द हेर्नु। मनोज सापकोटा यसरी लाँदा जेल हाल्यो। यिनीहरूलाई 24 घन्टा प्रहरीको घेरामा हाल्दा चाहिँ यिनीहरू कहाँ पुगेको त?
24 घण्टा प्रहरीको घेरामा छ। हामी छौँ। यदि सर्वसाधारण भइदिएको भए, नेपाली आमाको छोरा भइदिएको भए, यदि यिनीहरूले जन्म दिएको र कर्म दिएको ठाउँ थाहा भएको भए आज यो शब्द बोल्थ्यो। राजालाई हिजो हजुर जुजु हामीलाई प्रधानमन्त्री बनाइदिनुहोस्, हामीलाई मन्त्री बनाइदिनुहोस् जुजु भनेर खुट्टा टोक्ने राक्षसहरू प्रचण्डले त वारै गरेका। कसरी वार गरे? 5 बुँदे सम्झौता गर्दाखेरि 5 बुँदे सम्झौता गर्दाखेरि के टोके त? के टोकेका? सम्झौता गर्दा के टोकेका? यदि इन जति नैतिकता नभएको हाम्रो श्री 5 सरकार भइदिएको भए यो केही पनि रहँदैन के, अहिले पनि रहँदैन। श्री 5 सरकारले ल सुरु गर मात्रै भने एक शब्द भनिदियोस् न, एकै शब्द मात्रै, ल बाहिर आएर 15 मिनट मात्रै उभिनु, यो नेताहरू रहन्छन्। देखाइयो त, भिरगुट मण्डप र रत्न पार्कको कार्यक्रममा देखाइन। खुकुरी देखाउँदा पनि ल काट्न सफल भयो नि राष्ट्रवादीले। यिनीहरूको 500 जनाको टोली आउँदा 50 जनाले केपी चोर देश चोर, केपी झोले, केपीको छोरो, केपीको छोरी, ए मासु भात, खै खै हिम्मत खै। कसले जित्यो त त्यो 15 गते? हामीले जितेको कुरा होइन, नेपाली जनताले जित्यो। गणतन्त्र गनाइयो, गणतन्त्र गनाइयो, जनताले गनाइसक्यो भनेर त देखाइयो त। मैले अघि पनि भएँ, गणतन्त्रको मलामी जाने बेला भइसक्यो। अब त्यो आर्यघाटमा कुन ठाउँमा राखेर चलाउने गणतन्त्र? त्यसलाई चाहिँ काठहरू, घिउहरू, परालहरू किन्दैछन् नेपाली जनताले। केही दिनमा गणतन्त्र लगाएर जलाउने बेला भयो। तर प्रधानमन्त्रीले चाहिँ अब निरङ्कुश राजतन्त्र फिर्किँदैन भनिसकेका छन्। अस्ति जुन गणतन्त्रको दिवसको दिनै पनि बोलिसके। उहाँहरू मैले भने मानसिक रूपमा ठिक नभएका व्यक्ति। जनताले जितेको दिन हो, अब यो निरङ्कुश राजतन्त्र कहाँ फिर्किन्छ भनिरहेछन्। किन फिर्किँदैन? किन फिर्किँदैन? नफिर्किने भएको जनता, राजा, श्री 5 सरकार जुन निर्मल निवासबाट 5 मिनट बाहिर निस्किँदाखेरि यिनको अंशले छोड्यो। यिनीहरू जिउँदो लास भए। रत्न पार्कको अस्तिको कार्यक्रमले मरेकै सरह भयो। अब त्यो मरिसके मान्छेले के बोल्यो भने भकाएको हो कि हिजो। अब निरङ्कुश राजतन्त्र फर्किँदैन। त्यो भन्नु खोजे के भने श्री 5 सरकार जुजु जनताले हामीलाई मार्ने भयो, हामीलाई जोगाउनुहोस्, तपाईँको शरणमा आउँछु। यो जे छ 5 बुँदेमा त्यसमा सम्झौता गरौँ, हामीलाई भ्रष्टाचारबाट जोगाइदियो, हिंसा गरेको माफ पाऊँ, बलात्कार गरेका माफ पाऊँ, हामीले जे जति कमजोर गरे माफ पाऊँ भनेर त्यो सञ्चार माध्यमबाट सरकारलाई सूचना पुर्याएको। सरकारलाई सूचना पुर्याएको। सरकार अब मार्ने भयो, हामी यतिसम्म कराउनु पर्ने भई, हाम्रो मानसिक रूपले काम गरेन, हामी सिद्धियौँ। हामीले सोचेको नेपालमा सबै हाम्रो 3 दलको कार्यकर्ता भन्ठानेको होइन रहेछ। हाम्रै कार्यकर्ताहरू पनि राष्ट्रवादी भए, मैले जागिर खुवाएको पनि राष्ट्रवादी भए, मैले पालेको पनि राष्ट्रवादी भए, हिंसा गरेर जोगाएको पनि राष्ट्रवादी भए, बलात्कारी पनि राष्ट्रवादी भए, कर्मचारी पनि राष्ट्रवादी भए, होइन प्रहरी पनि राष्ट्रवादी भयो। डराउँछन् प्रधानमन्त्री ओली, इतिहासकै दह्रो सरकार, 2 तिहाईको सरकार, कांग्रेस एमालेको सरकार। कांग्रेस कहाँ छ अहिले? कांग्रेस कहाँ छ? माओवादी कहाँ छ? यही छन् नि। कहाँ छ? तपाईँले कहाँ देख्नु? सत्ता पक्ष कांग्रेस एमाले, नामको मात्र होइन, नामको मात्र होइन कांग्रेस अहिले, नामको मात्र होइन कांग्रेस। कांग्रेसले गणतन्त्र दिवस मनायो, माओवादीले मनायो। स्पष्ट रूपमा तपाईँले हेर्नु पर्दैन, स्पष्ट छ त। गणतन्त्र सक्यो भनेर त उहाँहरूले छोडिदिनु भयो त, छोडिदिनु भएन। यदि सुन्नुहोस् न, उहाँहरूले विगतमा कसरी मनाउँथ्यो गणतन्त्र, विगतमा कसरी तामझाम हुन्थ्यो, यसपालिको तामझाम हेर्नु त। तामझाम मात्रै हेर्नु तपाईँको, तामझाम केही बाँकी छ? लौ टुइसक्यो गणतन्त्र, गणतन्त्र सिद्धिसकेका छन्। अब बाँकी हो भने 3 जना बौलाहरू चिच्याइ छन्। अब जाँदैछन्, काङ्ग्रेसका गृहमन्त्री जेल जाँदैछन्। कहाँ जान्छ? जेलै नजाने भयो नि, छानबिनै नहुने। यहाँ सुन्नुहोस्, कुनै हालतमा पनि जान्छ। त्यसपछि केपी ओली तान्छ, केपी तानेपछि केपीले प्रचण्डलाई तान्छ, प्रचण्ड तानेपछि शेरेलाई
भटभटेलाई तान्छ त्यसपछि बल्ल चल्लाहरूको पाला आउँछ कसले तान्ने सबै पावर उनीहरुकै हातमा सुन्नुस् छ न कति दिन रहन्छ सुन्नुस् कति दिन रहन्छ कति दिन बाँकी छ दिन छैन के खोइ एकता राजावादी राष्ट्रवादीमै एकता नभइसकेपछि त राष्ट्रवादी किन एकता गणतन्त्रकै पक्षमा हो नि कसरी राष्ट्रवादी एकता भएन कसरी भएन तपाईले कुन एङ्गलबाट भन्नुभयो कि राष्ट्रवादी भएन भनेर राष्ट्रवादी र राजावादी राजावादी राष्ट्रवादी भइसक्यो कि अहिले उहाँहरूले भन्नुभएको छ कि हामी अब राजावादी होइन राष्ट्रवादी हो हामीले विगतमा गरेका कमी कमजोरी सुधार्यौँ नेपाली जनताले एकपटक चान्स दिनु भनेर उहाँहरू नेपाली जनतालाई आफ्नो दलहरू सुम्काएर आइसकेछ अनि तपाईहरुलाई आरोप छ निरङ्कुशतावादी रैती भन्ने आरोप छ नि हो तपाईहरु अब जुन एउटा फुलको आँखामा फुलै संसार काँडको आँखामा काँडै संसार रैती को भयो भन्ने कुरा भयो कि रैती को तपाईहरु हो आज नेपाली जनताले कतै कतै आज मलाई हाम्रो पत्रकार महोदय पनि गणतन्त्रवादीहरू बोलिरहेको जस्तो लाग्यो प्रचण्डले सुन्नुहोस् न तपाईँले पटक मैले यसको जवाफ तिनचोटि दिएँ कतै कतै तपाईँलाई एक बोरा पठाइदिएँ क्या हो पैसाको कुरा होइन नेताले होइन मैले बोरा मात्रै भनेको छु फेरि पैसा भनेको छैन तपाईँलाई बोरा पठायो भने मात्रै हो एक बोरा पठाइदियो हो कि भन्ने लाग्यो क्या सुन्नुभयो होला नि उहाँहरूले हामीले सुनेका छौँ मेरो शब्द होइन क्या यो त्यही त तपाईँले कोटै गर्नुभयो के त्यो कोटाको भएर तपाईँलाई कतै बोरा पठाइदियो कि भन्ने मात्रै हो फेरि नरिसाइदिनु है पत्रकार महोदय यो पढ्छन् तपाईँ गणतन्त्रवादी हो होइन भन्ने कुरा हाम्रो बाधै छैन सुन्नुहोस् तपाईँ एउटा सञ्चार माध्यम समाजमा देखेका कुरालाई यथेष्ट प्रमाणसहित उतार्छौँ के तपाईँ एउटा सञ्चार माध्यम राजावादी पनि सुन्नुहोस् गणतन्त्रवादी पनि होइन तपाईँ नेपालको चौथो अङ्ग बोकेर क्यामेरा बोकेर हिँड्ने एउटा समाजसेवी भाइ हो तपाईँले देखेका कुरा भन्ने हो एउटै कुरा 10 चोटि गर्दाखेरि के हुन्छ एउटै तरकारी 10 दिनसम्म कन्टिन्यू खायो भने के हुन्छ होइन अघि तपाईँले तितो हुन्छ यहाँ दिनु भएन के सुन्नुहोस् मैले दिँदैछु रैतेको हो भन्दाखेरि अहिलेका नेताहरू रैते मात्रै होइन के यिनीहरू भने एउटा भन्नै पर्दा महाभिखारी भिखारी मात्रै होइन मान थपेर भिखारी पाएका म एउटा 2-4वटा नर्मल दिन्छु पहिला गाविसलाई नगरपालिका बनायो यही चोरहरूले बनाएन नामै सुन्नु तपाईँको नगर्ने पाल्ने कार्य काम नगर्ने पाल्ने सम्मान गर्ने रे अनि त्यसलाई के गर्थ्यो फेरि ठुलोलाई महानगरपालिका मान सहितको यिनीहरूलाई पाल्ने रे काम केही नगर्ने रे कसले बनाएको यो हिजो सरकारको पालोमा गाविस हुँदाखेरि विकास कस्तो थियो आज कुनै ठाउँमा विकास भएको थियो त्यही भएर यिनीहरू भने 3 जना महा 1 नम्बरको देशको भिखारी दोस्रोमा रैते मात्रै होइन चुइटे र पशुपतिको एउटा बाबाहरू भन्दा पनि बाबाहरू सम्मानका साथ देशको लागि मैले काम गरेर या दुःख पाएँ या काम गरेर पैसा धेरै भयो लुटेर बाबा भन्ने भयो क्या लुटेर त्यो पनि लुगा नलाउने है धोतीसोटी केही नलाउने खालको बाबा भइसकेको छ त्यही भएर रैते मात्रै होइन महारैते तर राजालाई बोल्नु यिनीहरूले हिम्मत गरे कहाँबाट हिजो त्यही राजाको खुट्टा ढोगेर त्यही राजालाई जुजु भनेर टिका लाउने पैसा लिएर आउने राष्ट्रघाटीहरूले आज राजालाई जेल हाल्ने जेल होइन राजालाई एउटा वक्तव्य राम्रोसँग 3 दलले निकालोस् के अब राजालाई नजरबन्दीमा राख्ने हामीले प्रहरी पठायौँ भनेर त्यो निर्मल निवास एकचोटि घेरोस् त 10 मिनटको मात्रै लागि घेरेर देखाओस् त्यसपछि नेपाली जनताले के गर्छ भन्ने कुराहरू प्रष्ट रूपमा के गर्छ खुलाइदिनुहोस् आज मजाले त्यो घेर्न अगाडि उहाँहरू घरमा नबसे हुन्छ अब यो आन्दोलन होइन यो जनप्रदर्शन भनेको केही दिन यही खुल्ला ठाउँमा अथवा राष्ट्रले चिन्ने ठाउँमा अथवा जनताले देखिने ठाउँमा जनप्रदर्शन गर्दैछ अहिले यो प्रदर्शन अब केही दिनभित्र यत्तिकै फुर्ती लाउन थाल्यो यत्तिकै घरमा बसेर हिरो बन्नु थाल्यो नि उहाँहरूको घरमा नेपाली जनता पुग्छ होइन यो वाल तोड्न सकिन्छ गणतन्त्र पक्षको हाली मुहाली सत्ता फेरिफेरीमा घुम्छ भ्रष्टाचार नेपालमा प्रहरी प्रशासन अख्तियार अदालत जम्मै
राजनीतिक सेटिङमै चल्छ भन्ने आरोप छ भनिसकेपछि तपाईँहरूले त्यो वाल तोड्न सक्नुहुन्छ? किन सकिँदैन? किन सकिँदैन? 10 वर्ष जनयुद्धमा 5 जनाले टोरे होइन, त्यसपछि जनसङ्ख्या बढाएको होइन। यिनीहरू 5 जनाले 12 वर्ष लगाएको त्यो 5 लाख मान्छेले 1 घन्टामा टोरिन्छ। यो अहिले सकेसम्म हिंसामा नजानुको लागि हो। यिनले बोले जति भाषा श्री 5 सरकारले 5 मिनट मात्रै वक्तव्य निकाल्नुहोस् या 5 मिनट निर्मल निवासबाट निकालेर यिनीहरूलाई सिध्याउ, यिनीहरूकै भाषा एउटा बोल्यो भने यिनीहरूको साइड अब के हुन्छ, कहाँ भाग्ने, कहाँ लुक्ने, कसले पनि सुरक्षा दिन सक्दैन साथी। हामीले देखे त तपाईँहरूदेखि अलिकति पनि डराएका छैनन् यो सरकार, सत्तापक्ष, गणतन्त्रवादी दलहरू? किन देख्नु भयो नि एकपछि अर्को भ्रष्टाचार गरेका, मानव तस्कर गरेका, विमानस्थलमा तपाईँलाई एउटा कुरा के बुझ्नुपर्छ भन्दाखेरि खाएका, सुन्नुहोस्, तपाईँ के बुझ्नु पर्यो भने एउटा कुरा, तपाईँ कुनै पनि व्यवसाय अथवा तपाईँले कुनै काम गरेर तपाईँले 2, 4, 5 करोड पैसा कमाउनु भयो अरे, त्यो 10 करोड बनाउनुको लागि के गर्छ तपाईँले? थपै गर्छन्। तपाईँ यतातिर सिद्धिएको देखिँदैन के, माथितिर देखिरहेको हुन्छ, तलतिर गएको देखिँदैन कि। ओह्रालो झरेको चाहिँ यिनीहरूले खुद देखिरहेछ। यिनीहरूको अन्तिम इच्छा भने के भन्दाखेरि प्रहरी र राष्ट्रवादीको लडाइँ लडाउने, राष्ट्रवादी र प्रहरीलाई पनि राष्ट्रवादी भन्छु म। अहिलेको लागि केही व्यक्तिहरू दलका झोली भएका छन्, दलको निर्देशनमा चलेका छन्। त्यो सरकारी निकायका साथीहरू, अधिवक्ताहरू आज किन दल छोडेर आयो? डिएसपीदेखि एसएसपी, डिआइजीहरू किन जागिर छोड्नु खोज्यो? यही काण्ड, टिनकुनीको काण्डले 40,000ले किन राजीनामा दियो? अहिले 21-22 जना प्रहरीहरू बिना सूचनामा किन भाग्यो? यो धेरै कुराहरू छ। उहाँहरूसँग प्रहरी सकिसकेको छ कि उहाँहरूलाई बाध्यताले सुरक्षा दिएको छ। यस्तोले दिएको छ कि होइन, तपाईँको जागिर छोड्नु बित्तिकै घर परिवारको नाजुक हुने अवस्थाले बचाइरहेका छन्। प्रहरीले यति बुझिसके कि यो 5 जना भयो भने मेरो छोराछोरीको पालोमा साइड खाना त होइन, चाउचाउ पनि खान पाउँदैन भन्ने प्रश्न भइसकेको छ। तर रोकिनेवाला छैन यिनीहरू? किन रोकेन? किन रोकेन? कमाइ छ, सेटिङ गरेको होइन, त्यो पैसा भोलि फिर्ता आउँछ कि आउँदैन? त्यो पैसा फिर्ता आउँछ भने यिनीहरूलाई प्रष्ट थाहा छ। त्यो पैसा मात्रै होइन कि यिनीहरूले आज दुर्गा परसाई, मनोज सापकोटा, सन्तोष राजबाटी, पशुपति खड्गा अनेक हाम्रो युवाहरूलाई भित्र राखेका छन् नि, त्यो खोरभित्र यिनीहरू बस्दैछन् के। यो रिहाई गर्नु किन डराए थाहा छ? जब यो हाम्रो 50-60 जनाले आओ आओ भन्नु बित्तिकै आज हिरासतमा राख्नेले यो जनता जति उसको घरमा जाँदाखेरि कहाँ आओ जाऊ, अब कहाँ जाने? कौशीबाट हाम फाल्नु मिल्दैन, झ्यालबाट हाम फाल्नु मिल्दैन। त्यो आओ आओको दिन आउँदैछ। दुर्गा परसाई एउटादेखि डरायो त, अब त नेपाली जनता आइसक्यो। हिजो दुर्गा परसाईका मान्छे भन्थे, दुर्गा परसाईले ल्याएको भन्थे, हो दुर्गा परसाईको अनुहार हेरेर आएको, दुर्गा परसाईको शब्द बोली उसको आँटलाई आएको, भुइँ मान्छेको आवाज, भुइँ मान्छेको आवाजले आएको। आज लघुवित्तले हेर्नु, बैङ्कले हेर्नु, फाइनेन्सले हेर्नु, यतातिर कानुनी रूपमा प्रशासनमा हेर्नु, अदालतमा हेर्नु, मालपोतमा हेर्नु, वडा कार्यालय हेर्नु, कति गर्नु, यो जति अत्याचार कहिले पनि पाएको छैन। जस्तो नि अब विजय सर, तपाईँहरू शान्तिपूर्ण आन्दोलन भन्नुहुन्छ, यो हिसाबले त अब यिनीहरूले त्यत्तिकै सत्ताको चाबी सुम्पिनेवाला छैनन्। कति नेपाली जनता चाहिँ मारिनु पर्ने हो? होइन, अर्कोलाई सत्तामा पुर्याइदिनको निम्ति? होइन, अर्कालाई सत्तामा पुर्याउने भन्दा नेपालको चौथो अङ्ग, नेपालमा 4वटा शक्तिशाली छ: अदालत, प्रहरी, न्यायालय, सञ्चार माध्यम। सञ्चार माध्यमले चाह्यो भने यो देशका अहिले भनौँदा नेताहरूलाई आधी घन्टामा सञ्चार माध्यम एक ठाउँमा उभिने हो भने आधी घन्टामा यिनीहरूको जिन्दगी रहँदैन। आधी घन्टामा सञ्चार माध्यममा पनि 2 फ्ल्याट छ हो। कोही साथीहरू आफ्नो व्यक्तिगत स्वार्थको लागि हिँडेका छन्, कोही साथीहरू राष्ट्रको लागि हिँडेका छन्। यो बीचको
नेपालको चौथो अङ्ग जसरी सूचना विभाग छ, सञ्चार माध्यमको केन्द्रीय कार्यालय छ, उहाँले के राख्नुहुन्छ के राख्नुहुन्न र नेताहरूलाई जुन नेताहरूले बोलेका भाषाहरू आजैबाट सञ्चार माध्यमबाट ब्लक गरिदिउँ, बस उहाँहरू सक्यो। किन अस्ति भिडकोन मण्डपको कार्यक्रममा सञ्चार माध्यमले पार्टीको झन्डा गनायो भनेर फालिदियो त, राष्ट्रिय झन्डा मात्रै देखाइदियो। त्यो त पतन भएको हो नि। तर त्यही पतनको बेनिफिट एमाले नसकेर प्रचण्डलाई फेरि हामी कार्यकर्ता एकता गरौँ, काङ्ग्रेसलाई फालिदिउँ, अब कङ्ग्रेस एकजुट हौँ भन्ने भाषा बोलिरहेछ। त्यो दुइटैलाई एकै ठाउँमा राखेर मैले अघि पनि भने, फेरि भन्छु, सकिन्छ भने सञ्चार माध्यम राखौँ, हलमा बसौँ, अन्तर्क्रिया गरौँ, बहस गरौँ, छलफल गरौँ। त्यतिले पुगेन अनि हिजो 2046 सालमा जस्तै 2052सम्म जस्तै सबै नेपाली जनतालाई एक ठाउँमा उभ्याउँ, त्यहाँनिर बस गरेर यदि राष्ट्रवादी भरि भयो नि राष्ट्रवादीले देश चलाऊँ, गणतन्त्रवादी भयो नि गणतन्त्रले चलाऊँ। ल दोस्रो कुरो, गणतन्त्रवादीले लुटेका सम्पत्तिहरू सबभन्दा पहिला नेपाल सरकारको ट्रस्टमा हालौँ। तपाईँ हामी सबैले ट्रस्टमा हालिदिउँ, स्वास्थ्य शिक्षा रोजगारको ग्यारेन्टी गर्थ्यौँ। आजसम्म नेपालमा यो 18 वर्षको उमेरमा 18 वर्षको समयमा एउटा राम्रो सरकारी हस्पिटल खोलेको देख्नु भएको छ, एउटा स्कुल खोलेको देख्नु भएको छ, एउटा उद्योग खोल्नु भएको देखेछ। तर सबै विकास हामीले गरे भन्छन्। होइन, अब यस्तो हो, यो सञ्चार माध्यमै हामीले गर्दा ल्याएको, यो टेक्नोलोजी हामीले गर्दा ल्याएको, गाउँ बाटो हामीले पुर्याइदिएको। राजाको पालामा त भात खान नि दसैँ कुर्नु पर्थ्यो भन्ने अभिव्यक्ति आउँछ अझै पनि नेताहरूको खुले। ठिक होला, उहाँहरूले भनेको दसैँमा मासु खानुलाई कुर्नु पर्थ्यो अरे, चामलको भात खाने दसैँ कुर्नु पर्थ्यो। होइन, उहाँहरूले चाहिँ त्यो दसैँसम्म पनि चामलको भात खान नपाउने मान्छे रहेछ। उहाँहरू चाहिँ चामलको भातै खान नपाएकोले चामलको भात खान पायो, दसैँमा मासु खानुले दिनकै खानु पाएको भएर अलि बढी भयो जस्तो लाग्यो। अब चाहिँ शब्द चाहिँ यहाँनिर गयो है। फेरि दसैँमा चामलको भात खाने मान्छेले दैनिक चामलको भात खाँदा के हुन्छ? पचेन। दैनिक मासु खाँदा के भयो? पचेन। भन्दा यो गणतन्त्र अन्तिम दाह संस्कार गर्ने बेला भएको छ। नेपाली जनताले हिजो अस्तिसम्म स्थानीयहरू त्यति देखा परेका थिएन। आजको आन्दोलनमा मार्नु परे पनि मर्नु परे पनि भनेर अहिले सडकमा उत्रेका छन्। यदि नेपाल प्रहरीले दमन गर्छ भने अब यो गणतन्त्र रहँदैन। कहिलेसम्म आन्दोलन त्यो यिनीहरूको हातमा छ। अब हामीले गर्ने होइन, हामी अझै पनि सच्योस्, राम्रो होस्, दुर्घटना नहोस्, प्रहरी नमरोस्, राष्ट्रवादी नमरोस्, सकिन्छ भने नेताहरू आएर लड्नु पर्यो भने मेरो भनाइ हो कि नेताहरू आउनु पर्यो कि प्रतिस्पर्धा गर्नु। भिडकोन मण्डपमा देख्नु भयो नि तपाईँको 4000 त प्रहरी रे, 2000 सशस्त्र रे, 500-600 आउटरेसमा सेना रे। एउटा चोर जान्नको लागि किन चाह्यो? नेपाली जनताले मानेको गणतन्त्र हो भने, कार्यकर्ताले चाहेको गणतन्त्र हो भने उसकै कार्यकर्तादेखि उ डराइसक्यो। कार्यकर्ताबाट सुरक्षा छैन, कार्यकर्ताबाट सुरक्षा छैन। अनि यिनले चाहिँ राजालाई हटाउने, राजाको सुरक्षा फर्काउने, नजरबन्दी गर्ने, जेल हाल्नु भन्नलाई एकचोटि लाज शरम धर्म नैतिकता जाबो जनता पो भनेको छन्। अझ जाबो जनतालाई किन सुरक्षा चाहियो भन्ने कुरा छ। जब जनतालाई किन सुरक्षा चाहे जाबो जनतालाई भन्ने कुरा गरे प्रचण्डले त। प्रचण्डले त्यो चाहिँ को हो त? त्यो भेडा बाख्रा हो? त्यो भैँसी हुन् कि गोरु हुन्? मलाई त त्यस्तो लाग्दैन। प्रचण्ड भने एउटा 10 वर्ष जनयुद्धमा कमानै गरेको जस्तो लागिन्थ्यो। 2041 सालमा मोहन वैदी किरणले मसाल हुँदा तब युवा छ, म अलिकति बुढो भएँ, मलाई रोग लाग्यो, महासचिव खा भनेर छोडिदिएका मान्छे आज आएर यस्ता बोल्नु लायक छन्। नेपालमा पार्टीको कुरा गर्ने हो भने एउटा सिङ्गल पार्टी बाँकी छ, क्रान्तिकारी माओवादी। उहाँहरूले दुई पक्षलाई
मिलाउन खोजिरहेका छन्। मोहन वैद्य किरणलाई अन्तर्राष्ट्रले मान्छ माओ भनेर, तर यिनलाई माओ होइन नेपालको राष्ट्रघाटी भनेर मान्छन्। किन भन्दा प्रचण्डको दिमागले गरे होइन कि, प्रचण्ड मान्छे ठिक छ, फेरि उहाँले गरेको शैलीलाई गाली गर्दैछौँ कि हामी नेपाली जनता पक्कै भयो। तपाईँ जस्तो 3 पटक देश चलाइसकेका मान्छेले राजालाई बोल्ने शब्द केपी त बौला भयो ल निसन्तान भएर बच्चा नभएर बौला भयो, त्यो कसैले सम्हाल्ने मान्छे पनि छैन। न माथितिर आमा बाउले गाली गरिन्छन्, न बच्चाहरूले चाहिँ सम्झाउने मान्छे छ, कोही छैन, अल्लारे भयो त्यो। अब प्रचण्ड भनेको एउटा परिवारमा हुमेको मान्छे र सबैले कमान्डर भनेर मानेको मान्छे आज राजासँग बोल्ने शब्द उहाँ पनि कतै कतै त्यो लाकुरी भन्ज्याङको रक्सी अहिले पनि लागिरहेछ कि टोयलेटमा लडेको, त्यहीबाट अलिकति मानसिक रूपमा समस्या भयो कि या घर परिवारबाट भयो। प्रचण्ड कमरेड, तपाईँ हामी नेपाली जनता तपाईँसँगै थियो हिजो यो व्यवस्था परिवर्तन गर्नको लागि। आज यही व्यवस्था परिवर्तन भएर तपाईँ प्रधानमन्त्री हुनु बित्तिकै नेपाली जनतालाई र सर्वसाधारण भएर बसेका श्री 5 सरकारलाई तपाईँले जुन चुनौती दिनुभयो यो गलत छ, यसलाई सचाउनुहोस्। होइन भने नेपाली जनताको बिचमा तपाईँलाई पनि कमसेकम घृणाको रूपले हेरिसक्यो, अझै पनि सचिनुहोस्। हिजो तपाईँले देशको लागि गरेका योगदान सङ्घर्ष योगदानहरू यो खोलामा जाने बेला भएको छ। अब जनताले बुझे भयो, ज्ञानेन्द्र शाह नारायण हिटी छिर्छन्, श्रीपेज लाउँछन् 1 2 3 अन्तिममा छौँ। प्रष्ट रूपमा श्री 5 सरकार ज्ञानेन्द्रले श्रीपेज लाइन्छ, तर नेताले लाउन दिने कि विदेशीले लाउन दिने कि भन्ने विषयमा उहाँहरूको एक अर्काको छलफल भइरहेछ। अहिले श्री 5 सरकार दलसँग नमानेपछि, विदेशीसँग नमानेपछि विदेशी र यो दलको चाहिँ छलफल भइरहेको छ अरे। श्री 5 सरकारले के भन्नुभएको छ भने देश भ्रष्टाचारबाट मुक्त होस्, स्वास्थ्य शिक्षा रोजगारको ग्यारेन्टी गरोस्, उद्योगहरू सञ्चालन गरोस्, होइन तपाईँहरू नि देश चलाउनु, म त्यसै राजा उसै राजा, मलाई चाहेको होइन। आज यदि म यति खुल्ला रूपले हिँड्नु पाएको छ भने भोलि राजा हुँदाखेरि मैले 3.25 करोड जनताको जिम्मा लिनुपर्ने हुन्छ, तर त्यो लिनु पनि तयार छ। अहिलेसम्म तपाईँहरूलाई सुम्काएको भएर तपाईँहरू चलाउनुहोस्, शान्तिपूर्ण नेपाली जनताको घाँस कपासको ग्यारेन्टी गरौँ र भ्रष्टाचार मुक्त गरौँ, कर्मचारी तन्त्र मुक्त गरौँ, नेता तन्त्र मुक्त गरौँ र कार्यकर्ता तन्त्र मुक्त। अनि नेपालमा 2टा कानुन भएकोलाई एउटै कानुन बनाऊ भन्ने कुरा भयो। एउटा नेताहरूको कानुन, जतिसुकै भ्रष्टाचार गरे पनि, जतिसुकै लुटे पनि, जतिसुकै बलात्कार गरे पनि, जे गरे पनि यिनीहरूलाई कानुन नलाग्ने। अनि एउटा कानुन चाहिँ संविधानमा उहाँहरूलाई बोलेकै भरमा, नेपालको झन्डा उठाएको भरमा, हामी नेपाली भनेकै भरमा आज हिरासतमा राखेका साथीहरूलाई तत्काल रिहाईको माग गर्दै यदि तपाईँहरू सचिँदैन भने अबको दिनमा यदि तपाईँहरूले जनताको नासो जनतालाई जसरी श्री 5 सरकारले दिनुभयो त्यसरी दिने या जनतालाई सुम्काउने, होइन भने यो अब रोडको एकतिर हामीले तातेको अलकत्ता, दोस्रो नेपाली जनताले टेकेको अलकत्ताको पाइतालाको अलकत्ता चाहिँ तपाईँहरूको घरमा आउँदैछ। सचिनुहोस्, तत्कालै एक अर्काको 5 बुटे सहमतिमा आउने हो कि सम्झौतामा आउने हो कि 12 बुटेमा आउने हो, छलफल गरौँ। नेपाली जनता र